दर्शकवृन्द नमस्कार। आज हामी परमात्माको एक रहस्यमय तथा अद्भुत लीलाको बारेमा चर्चा गर्नेछौँ। यो लीला हो त्यो परम शक्तिको जो सशरीर पृथ्वीमा प्रकट भई भट्किएका जीवात्माहरूलाई सही मार्गदर्शन गर्दछ, जसले मायाद्वारा प्रताडित भई कष्ट भोगेका अनाथ जीवलाई करुणा र दया प्रदान गरेर परमात्माको सही उदाहरण पेश गर्दछ। साथै विवेकहीन भई कर्म बिगारेका जीवलाई आफ्नो तत्त्वज्ञानले सद्बुद्धि प्रदान गर्दछ। भगवान भन्ने शब्द सुन्ने बित्तिकै तपाईको मानसपटलमा कस्तो चित्र आउँछ? एक रहस्यमय शक्ति जो हाम्रो सामुन्ने कहिल्यै हुँदैन, जसले सारा विश्वलाई आफ्नो माया र कर्म जालमा नचाउँछ अनि हामी जीव पनि एक मदारी बाँदर जसरी उसैको इशारामा नाचिरहेका छौँ। यद्यपि आफ्नो सामु प्रकट नै नहुने जान्दा जान्दै पनि यो अनाथ जीवात्मा उसको प्राप्तिको प्रयत्न गर्न भने लागि नै पर्छ। कोही भोको पेट बसेर प्राप्त गर्न खोज्दछन् त कोही योग आदि साधनाले, तब पनि प्रयत्न व्यर्थ नै रहन्छ। यति सब हुँदै गर्दा यो विचार आउनु स्वाभाविक हो कि त भगवानै नहुनुपर्ने छन् भने कि त दर्शन दिएर कृतार्थ गर्नुपर्ने। के साँच्चै नै हामीलाई पिताको दर्शन दुर्लभ भएको हो, या त हामी बालबुद्धिले आफ्नो पिताको पहिचान गर्न नसकेका हौं? त्यसो भए ती पापनाशक जीवात्मा प्रति दया भाव राख्ने र विवेकहीन जीवलाई तत्त्वज्ञान दिएर परमधाम प्राप्त गराउने भगवान को हुन् त? कबीर देव। जसले कवि या सन्तको उपमा प्राप्त गर्नुभएको छ, जसको दोहाले सम्पूर्ण जीवलाई झकझक्याउँछ, जसको दर्शन र आशीर्वादले मात्र लाखौंको संख्यामा भक्तहरूको पाप नाश हुन्छ र जीवात्मालाई परम शान्तिको अनुभूति हुन्छ। यही वेद शास्त्रमा उल्लेखित भगवानको सद्भक्तिको प्रचार हुँदै गर्दा आजकाल जगतमा यो धेरै नै सुन्नमा आउँछ, कबीरलाई कसले भगवान बनायो? दर्शकवृन्द, हामी जीवात्मा जसरी नै हाम्रै माझमा रहेर शूद्र वर्णमा हुर्किएको लीला गर्दै अनि कसैको गाली त कसैको ताली खाने कबीर साहेबलाई बिना शास्त्रहरूको प्रमाण भगवान मान्न अत्यन्त कठिन छ। तर दर्शकवृन्द, जसले माया जाल बनाएर जीवात्मालाई जबरजस्ती जन्म मरणमा पारेर दुःख पीडा दिएको छ, तिनीहरूलाई भगवान चाहिँ कसले बनायो? यसको बारेमा हामीले कहिल्यै विचार गरेनौं। फेरि एक मात्र होइन, अनेकौं देवी देवताहरूले भगवानको उपमा प्राप्त गरेका छन्। यो भन्दा अन्य दुर्भाग्य के होला? दर्शकवृन्द, हाम्रो यस्तै आध्यात्मिक पृष्ठभूमिले भगवानको पहिचान गर्न अत्यन्त कठिन बनाएको छ। कबीर साहेबको लीला यसको ठीक विपरीत भएकै कारण उहाँलाई पूर्ण रूपले भगवान मान्न हाम्रो अशिक्षित समाज असमर्थ रह्यो। दर्शकवृन्द, कबीर देव काशीको लहरतारा नामक तलाउमा अवतरित भई 120 वर्ष सशरीर रहेर अनेकौं लीला गर्नुभएको थियो। आज उहाँको 508औं निर्वाण दिवस हो र अब हामी यही प्रसङ्गलाई विस्तृत रूपमा बुझ्ने कोसिस गर्नेछौँ। की नाम अगर पियाना सतगुरु की नाम अगर, पियाना माने प्रस्थान, की नाम अगर पियाना सतगुरु की नाम अगर पियाना हो, दोनों दीन चले संग जाकर वो हिंदू मुसलमाना हो। मुक्ति खेत को छाड़ चले हैं तज काशी अस्थाना हो, मुक्ति खेत को छोड़ चले हैं तज काशी अस्थाना हो। साहस सिकंदर कदम लेते हैं, साहस सिकंदर कदम लेते हैं बादशाही सुल्ताना हो, दोनों दीन संग चले संग जाके हिंदू मुसलमाना हो, दोनों दीन चले संग जाके हिंदू मुसलमाना हो। की नाम अगर पियाना सतगुरु की नाम अगर पियाना सतगुरु की नाम अगर पियाना हो, दोनों दीन चले संग जाके हिंदू मुसलमाना हो, दोनों दीन चले संग जाके मुसलमाना हो। चार वेद के वक्ता संग हैं वो खोजी बड़े बयाना हो, सालग राम सुरत सेवे वो ज्ञान समुद्र दाना हो। सत दर्शन जाके संग चाले
वह गावत वाणी नाना हो, अपना अपना इष्ट संभाले, वह बचे पोथी पाना हो। चादर फूल बिछाए सतगुरु, जो देखे सकल जिहाना हो, चार दाग से रहत जुलती, वो अवगत अलख अमाना हो। वीर सिंह बघेला करे बीनती, वो बिजली खान पठाना हो, दो चादर बख्शीश करी है, दीन्या यो परवाना हो। नूर 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 निर्गुण पद मेला, ये देख बहे हैराना हो, पद लो नीन बहे अविनाशी, पाए न पाए पिंड न प्राना हो। शब्द स्वरूप साहेब साहेब सर्वंगी, शब्द शब्द समाना हो, दास गरीब कबीर अरस में, उसकी फर्क धवज निशाना हो। कबीर साहेबले आफ्नो जीवन लीलाको अन्त्य मगहरमा गर्ने निर्णय लिनुभयो, किनकि त्यस बेलाका ब्राह्मणजनले आम जनतालाई जो काशीमा मर्दछ त्यो सिधै स्वर्ग जान्छ र जो मगहरमा मर्दछ ऊ अर्को जन्ममा गधा बन्नेछ भनेर भ्रम फैलाएका थिए। त्यसैले उहाँले आफ्नो शरीरलाई मगहरमा त्याग्नेछु भनी आफ्ना अनुयायीहरू तथा जनसाधारणलाई भन्नुभयो। साथमा उहाँले ज्योतिषहरूलाई म कहाँ प्रस्थान गर्नेछु त्यस विषयमा तिमीहरू ज्योतिष विद्याबाट जाँच गर्नु भनेर चुनौती दिनुभयो। जसकारण अनेकौं साधु सन्त जो आफैसँग शालिग्राम राख्दथे उनीहरू पनि त्यस अद्भुत दृश्य अवलोकन गर्नका निमित्त उहाँको पछाडि पछाडि हिँडे। अगाडि अगाडि कबीर साहेब र पछाडि पछाडि हजारौंको संख्याको जमात हिँडेको थियो। मगर पुगे पश्चात उहाँले उहाँको पार्थिव शरीरका निमित्त झगडा गर्न तयार रहेका दुई धर्मी हिन्दू राजा र मुसलमान बादशाहलाई यदि तिमीहरू झगडा गर्यौ भने गृहयुद्ध सुरु हुनेछ भनी सम्झाउनुहुन्छ र आफ्नो शरीर नभेटिने जानकारी पनि दिनुहुन्छ। साथै भन्नुभयो, यस च्यादरभित्र जे पाउनेछौ त्यसलाई तिमी दुवै धर्मले बाँडेर ल्याऊ। त्यसपछि कबीर देवले त्यहाँ उपस्थितहरूसँग अब म जान्छु भनी बिदा हुनुहुन्छ। त्यसपछि आकाशवाणी सुनिन्छ, हे ब्राह्मणहरू, म सशरीर जाँदैछु सतलोक, यो पृथ्वी भन्दा र तिमीहरूको स्वर्ग भन्दा शंखौं कोष टाढा। उठाऊ पर्दा, यसमा छैन मुर्दा। जब दुई राजाहरू दौडेर त्यो चादर उठाउँछन् त्यहाँ कबीर साहेबको स्थानमा उहाँकै तौल बराबर शरीरको आकारमा सुगन्धित फूल, गुलाब, सयपत्री, गुढल आदि थियो। त्यो देखेर सबैजना झस्किन्छन्, सबैजनाले हात जोड्छन्, सबैजनाका आँखामा आँसु आउँछ र एक आपसमा अगालो मारेर रुन्छन्। दुवै सेनाका सिपाही पनि एक अर्कालाई हेर्छन् र अङ्गालो हाल्दै रुन्छन्। त्यस पश्चात सबैजनाले कबीर साहेबको जय भनी जयकारा लगाउँछन्। भगवानको एक लीलाले थुप्रै हाम्रो समाजमा रहेका धेरै नकारात्मक पक्षहरूलाई सम्बोधन गर्यो। सोको बारेमा विस्तृतमा जानौं। 1. पाखण्डको खण्डन। 600 वर्ष पूर्व हिन्दू जनताहरूमा यो विश्वास थियो कि जो कोही भारतको काशीमा आफ्नो प्राण त्याग गर्दछ उसले स्वर्ग प्राप्त गर्दछ भने मगहर भन्ने ठाउँमा शरीर त्याग्नेले गधाको योनि प्राप्त गर्दछ। दर्शकवृन्द, यस्तो निर्थक भ्रान्ति फैलिरहेको बेलामा कबीर साहेबले कुनै पनि जीवात्माले पृथ्वीको जुनसुकै स्थानमा बसेर पनि भगवानको सद्भक्ति गर्यो भने उसले इच्छित आफ्नो इष्टधामको नै प्राप्ति गर्दछ भनेर ओकालत मात्र नभई एक प्रमाण दिएर जानुभयो। 2. धर्म र पन्थ बीचको आपसी झैझगडा। दर्शकवृन्द, यो पृथ्वी पनि एक घर समान हो र यहाँ रहने जीवात्माहरू एक आपसमा परिवार तुल्य भएर प्रेमपूर्वक बाँच्नु पर्दछ। तर यसको विपरीत एक आपसमा खुट्टा तान्ने, एक अर्कालाई नीच सिद्ध गर्न खोजेर कुनै पनि जीवले आफ्नो कर्म मात्र बिगार्दछ। जो धर्मका ठेकेदार बनेर बसेका छन् उनीहरू बिर्सिँदैछन् कि श्रीमद् भागवत गीता 5:18 मा उल्लेख छ, ज्ञानीले विद्या र विनयले युक्त ब्राह्मण, गाई, हात्ती, कुकुर र चाण्डाललाई समान दृष्टिले हेर्छन्। दर्शकवृन्द, यदि धर्मको नाममा झगडा गर्ने त्यस पापात्माले मुख्य शास्त्र श्रीमद् भागवत गीता पढेर त्यसको अनुसरण गर्दथे भने यस्तो वाहियात झगडामा न आफू नै अल्झिने थिए र न त अरूलाई नै अल्झाउने थिए। यिनीहरूले शास्त्रहरूसँग भन्दा पनि झगडा गरेर भाइचारा बिथुल्नमा मात्र मतलब राख्दछन्। त्यसैले कबीर देवले यस डिभाइड एन्ड रुलको वास्तविकतालाई जनताको सामुन्य उजागर गर्नुभयो, जसकारण उहाँको सतलोक गमन पश्चात हिन्दू र मुसलमानी दुवै धर्मावलम्बीहरू एक आपसमा मिलेर बस्न थाले। 3. परमपिताको स्नेहबाट परिचित।
माथिल्लो लोकमा रहेर जीवहरूलाई औँलाले नचाउन त कुनै पनि परम शक्तिलाई सहजै होला, तर जीवकै बीचमा रहेर उनीहरूको सुख दुःखमा हिस्सा लिने त केवल एक परम पिताले मात्र गर्न सक्नुहुन्छ। उहाँले यस लोकमा सबैभन्दा दुखी र ह्यान्ड टु माउथको जीवन व्यतीत गरी भवसागरमा रहेका जीवहरूको कष्ट सहेर एक परम पिताको करुणालाई दर्शाउनु भएको थियो। 4. जीवात्मालाई पापबाट मुक्त गर्नु। कबीर साहेबले जीवात्माहरूले जान अनजानमा गर्ने अनेकौं पापहरूबाट पनि बचाउनुभयो। उदाहरणकै निमित्त हेरौं, जुन बेला कबीरदेव सतलोक गमन गर्नुहुने थियो त्यति बेलाको एक भविष्यवाणी निकै प्रचलित थियो। ज्योतिषीहरू भन्ने गर्थे मान्छे काटिएर मारिनेछन्। कबीरदेवले गृहयुद्ध गर्न तत्पर भएका दुई धर्मका जीवहरूलाई आफ्नो कृपाले प्रेमपूर्वक एकसाथ रहन आशीर्वाद दिनुभयो, जसबाट त्यो महाभारतको जस्तो हुने भनिएको लडाईँ हुन सकेन। दर्शकवृन्द, विचारणीय कुरो, परमात्माले यसरी पापात्मालाई पुण्यात्मा बनाएर धर्म स्थापना गर्नुहुन्छ, न कि महाभारतमा जस्तो रगतको खोलो बगाएर। 5. हिन्दू धर्मप्रति ठूलो उपकार। त्यसबेला जुन गतिले धर्म परिवर्तन चलिरहेको थियो त्यसको रोकथाम र दुई धर्मबीच भाइचारा कबीरदेवले एक मध्यस्थकर्ता भएर स्थापित गर्नु हुँदैन थियो भने आज हिन्दू धर्मको स्थिति के हुने थियो त्यसको कल्पनासम्म गर्न सकिँदैन। 6. कबीरदेवद्वारा परमात्माको सामर्थ्यको प्रदर्शन। दर्शकवृन्द, आजसम्म हामीले श्रीराम, श्रीकृष्ण लगायत जति पनि अवतार गणहरूको जीवन लीलाको बारेमा पढेका छौं, तिनीहरू कोही पनि सशरीर प्रकट भई सशरीर स्वधाम प्रस्थान गरेका थिएनन्। उहाँले यस अद्भुत लीला गरेर आफ्नो सामर्थ्यको पनि पहिचान गराउनुभयो, जुन आज हामीलाई भगवानको सही पहिचान गराउनका निमित्त सहयोग भएको छ। दर्शकवृन्द, यही सबबाट सिद्ध हुन्छ कि हामीलाई भगवानको प्राप्ति नभएको भने होइन, हामीले अज्ञानवश भगवानलाई चिन्न गल्ती गरेका हौं। दर्शकवृन्द, परमात्माका लीला त अपरम्पार छन्। हाम्रो छोटो बुद्धिले उहाँलाई पूर्ण रूपमा चिन्न झन कठिन, तर उहाँ नै परम शक्ति हुनुहुन्छ भन्न पुग्ने प्रमाण भने हामीसँग अनगिन्ती छन्। त्यसैले परमात्माको पहिचान गर्न ढिला नगरौं र आजकाल कलियुगको प्रभावसँगै पुनः जीवहरू धर्म र पन्थको नाममा लडेर आफ्नो कर्म बिगाड्न थालेका छन्। यस धर्मको नाममा अन्धा जनतालाई एक अर्कासँग लडाउन उक्साउने धर्मगुरुहरूको बीचमा पुनः काशीमा सशरीर प्रकट रहस्यमय कबीरदेवको ज्ञानोपदेशको जागरण गर्नुपर्ने बेला आएको छ। दर्शकवृन्द, धरतीमा अवतरित पूर्ण ब्रह्म कबीरदेवका अवतार, दयाका सागर, सृष्टिका पालनहार, समभाव राख्ने सम्पूर्ण प्राणीलाई माया गरी सम्पूर्ण सुविधा प्रदान गरी सद्भक्तिको बाटो देखाई पूर्ण मोक्ष प्रदान गर्नुहुने एकमात्र तत्त्वदर्शी सन्त रामपाजी महाराजलाई चिनौ। उहाँले देखाएको बाटो र दिव्य उपदेशलाई आत्मसात गरी आफ्नो कल्याण गराऊ। भक्त की चाह हो जब दर्शन की, प्रभु जाने सब इच्छा मन की।